हेलो गाइज, नमस्ते सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। गाइज आज पनि सधैँ चाहिँ एउटा भिडियो तपाईँको सामुमा लिएर आइसकेको छु। भिडियोको शीर्षक चाहिँ रहेको छ घरमा कोही छैन भन्नेवाला भिडियो हो हैन, कुशल पोखरेल ब्रोको भिडियो। ल गाइज, भिडियो अन्तिमसम्म हेर्नु होला, नयाँहरूले सब्स्क्राइब गर्न नबिर्सिनु होला है त गाइज भन्दै अब हामी लाग्दैछ भिडियोतर्फ। अब भिडियो चाहिँ सुरु भइसकेको छ हाम्रो। ल भिडियो हेरौँ है त। लाटो केटा बाटो पेडा अरे ल है त भिडियोको चाहिँ शीर्षक। ल भिडियो चाहिँ सुरु भइसकेको छ हाम्रो। सुरुमा चाहिँ यहाँ फोन चलाउने नानी आइरहनु भएको छ। हगेर बसेर फोन आएछ, गर्लफ्रेन्ड होला। यही गर्लफ्रेन्डले चाहिँ घरमा कोही छैन भनेर बोलाउँछ होला गाइज। त ल हेर्नु भिडियो चाहिँ हेर्दाखेरि रमाइलो होला जस्तो छ। ल त्यसमा हेरेर साथ दिनु होला गाइज, भिडियो पुरा हेरिदिनु होला, काहीँ नरहेकन हेर्नु। फोन आयो, फोन। हजुर बाबे कसो मम्मी बाबा भर्खरै निस्किनु भयो अनि म एक्लै थिएँ। हग्दा मान्छे आइसकेको छ, गु अड्किरहेको थियो, हग्दै छोडेर निस्केछ यार। देख्यौ कस्तो चाँडो आएँ म। हुन त तिमी जहिले चाँडै आउँछौ। अरे कहना क्या चाहते हो? आई नो। बाइ द वे, तिमी कताबाट आयौ? म ब्याकडोरबाट। भागदौडबाट रे। त्यही त, तिमीले त कहिले अगाडिको ढोका नभेट्ने भयो। अगाडिको ढोका त्यहाँ छैन र? होइन भन त, छैन र? डबल मिनिङ वाला कुरा गरिरहेको छु। बोयफ्रेन्ड चाहिँ एकदम सोझो परेर छ गाइस। त्यही भएर भेट्दैनौ के? कस्तो कसम खाएर भन त, त्यहाँ छैन र? छ। फ्रन्ट डोर, ब्याक डोर। अनि ब्याकडोरबाट त आएको नि कसैले थाहा नपाउने गरी। बाटो हुन त हो, तिमी आएको गएको कहिल्यै थाहा हुँदैन। अनि बडा हरामी हो बेटा। केटीले पुरा डबल मिनिङ वाला कुरा गरेर छ क्या। केले अर्ली इजकुलेसन वाला कुरा गरेर हैन। ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा। ओ कहिले आउने बेला हाई भनेर जाने गर न ल, अनि थाहा हुन्छ होला नि। चुप होस् त। हजुर, पुरा सेड्युस गर्न सुरु गर्दैछ है त बहिनीले। अब हामी के गर्ने? हामी चिया खाऊ। त्यस्तै भन्छ सोचिरहेको थियौँ अहिले होइन। सोझो छ नि त एकदम। चिया खान आएको तिमी यहाँ? नखाऊ। होमवर्क गर्ने कस्तो मजा आउँछ। ल गाइस, कसलाई चाहिँ होमवर्क गरेर मजा आउँछ कमेन्ट बिलो है। गरौँ न, म सब सिकाइदिन्छु नि तिमीलाई। तिम्रो मजा चाहिँ अझै पनि होमवर्कमै मात्रै छ? तिमीलाई मजा आउँदैन? भन त, सरले सर्कल पढाइरहेछ। होमवर्क गरेर मजा कसलाई आउँछ? कस्तो मजा आउँछ। बुकको सर्कलमा मात्रै मजा आउँछ नि। लु भन नि त, तिम्रो फेभरेट च्याप्टर कुन हो? लु भन नि त। लु मेरो फेभरेट च्याप्टर मेरो बेस हाइट परपेन्डिकुलर। यसबाट त 8 मार्क्समा आउँछ। लास्ट पढाउँदा बोयफ्रेन्ड रहेछ बाबु, त्यसबाट त 8 मार्क्सको आउँछ अरे, धेरै मार्क्स नआउने रहेछ। अनि मैले चाहिँ 3 मार्क्सको मात्रै पाएँ। त्यसैले त तिमी फेल भयो। लास्ट रहेछ बाबु तिम्रो ब्याकको पेपर। अब तिमी ब्याक दिने है? के गर्नु त, तिमीले त ब्याक दिँदैन। म पास भएको नि त। अनि केटी चाहिँ पुरा खरेर बसिरहेको रहेछ। डिस्टिङसन के हो? अति भइसक्यो केटीलाई चाहिँ। हजुर बेबी wanna have some fun। जादु हो। कसरी लाटो चाहिँ कसरी भयो? डिस्टिङसन ल्याउनु त अनि लाटो। एक्सप्रेसन हेर्नु चाहिँ हैन, डिस्टिङसन ल्याउनु चाहिँ लाटो हुन्छ त हैन, फेल भएको चाहिँ बाटो हुन्छ त। उ चाहिँ ब्याकतिर भन्ने मलाई। रिसाइरहेको, लाटो चाहिँ होइन। रिसाएको रे क्या। बट बेबी एकछिनमा हाँसिरहेको छ, फेरि एकचोटि बेबी भन्न साथै अब एक्सप्रेसन हेर्नु। यो ग्रुपको खतरा लाग्छ एक्टिङ। मलाई ठुलो फिल्म गर्नुपर्छ है अब। कपालहरू भर्खरै भेट्दा के गर्छन् भन त? नमस्ते।
कपालहरू भेट्दाखेरि नमस्ते गर्छन् साँच्चै कपालहरू भेटेर नमस्ते त गर्दैन होला हौ कहिले पनि है तपाईँले गर्नुहुन्छ भने कमेन्ट गर्नु है त रमाइलो हुन्छ मलाई पनि नमस्ते नै गर्छु तिमीलाई चाहिँ हेर्नु त हेर्छौ त अरे हजुर तिमीलाई थाहा छ मैले कुन फ्लेभरको लिपस्टिक लाछु कुन 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 पुरा एक्साइटमेन्ट चाहिँ यस्तो धेरै गरेर होइन भरे लास्टमा फेरि त्यस्तो स्टुपिड आन्सर दिन्छ क्या हेर्नु फेरि नाकमा लागिरहेको स्ट्रबेरी सुँगेर थाहा पायो स्ट्रबेरीको त क्वेसन पनि आएको थियो नि इफ रिता हेभ 20 स्ट्रबेरी के भनेर आएको थियो सरले बोर्डमा लेख्नु भएको थियो कि सबभन्दा सुरुमा मैले लेखेर सरलाई दिएको अनि सरले मेरो नाम लेखिदिनु भएको थियो बोर्डमा लास्टै सोझो रहेछ यस्तो सोझो त पाउँदैन होला यो जमानामा त Babe. Wait here. Wait. के गर्नु गयो अब पुरा रिसार गयो पुरा भित्ता बनेर नापेर बसिरहेको छ क्या सेड्युस गर्नलाई पुरा फेरि पछाडि पनि फेरि सर्भवाला त्यो रेटल स्निकको रेटलवाला आवाज निकाल्नु थियो नागिन नि त 10 हो नि त फेरि त्यस्तो पऱ्यो भने होइन 40 लाखको काम्रो पर्छ फेरि तर्सिने होला अब उता हेरेर भाग्छ ए त्यस्तो होला नि हेर्नु पाइने भइरहेछ अब सर्ट मुभीमा पनि हेरौँ न त होइन मजा हेरेर मजा लिउँ के त हो केटीहरूलाई नि मनपर्छ होला अब फेरि हेरे फेरि लास्ट गरेर फेरि अर्को स्टुपिड भाषा बोल्छ है त्यसले समझ रहे हो ना आप अब चाहिँ के गर्ला जस्तो चाहिँ केटाले चिनको चिनमा ड्रेस चेन्ज सजिलो बनाउने वान पिस लाएर हाले चाहिँ केटा के छ त विचार हेरे बोकाहरूले टिङटङ के टिङटङ केही होला जस्तो भएको थियो घन्टी पछि तिमीलाई पनि थाहा छैन मैले भनेको रोइदिएर रहेछ क्या मैले भनेको थिएँ के भन्छ तिमीलाई घरमा कोही छैन सुतिरहेको मान्छेलाई बोलाएर ढाडतिर रहेछ हगिरा मान्छे आएर होइन घरमा कोही छैन म एक्लै छु आऊ भनेर बोलाए अनि अहिले अब को आयो पुलिस आयो नि अरू को आउँछ मम्मीलाई पनि भनेर निस्कादिन म चक्लेट दिएर पट्यायो क्या हो यो केटीले त बच्चा हुँदा नि गएको तिर लाग्यो ब्याग पछाडिको ढोका कोही खुल्दैन त डक्टर यो ढोका किन खुलेन तिमी अघि जस्तो पछाडिबाट आएको देख्छु भन्नु मैले लगाइदिएको हो कि आफै लगाइदिएर ढोका तिमीले लाग्यो मेरो मुटु पड्क्यो छोरो डराएर मुटु पड्किन लागिसक्यो मेरो मुटु पड्क्यो मम्मीको फोन
भनेपछि मम्मी आइरहेको रहेछ ढोका ल गाइज बर्बाद भयो तपाईँहरूले त्यस्तो गर्नु भएको छ छैन खराब कामहरू गाइज यसरी को फेला परेछन् भेटेन होइन कमेन्ट भिडियो नगर्नु होला फेरि अरूहरूले थाहा पाउँछ त्यो चाहिँ मनमै राख्नु होला भिडियो कस्तो लागिरहेको छ हेरिदिनु होला गाइज अन्तिमसम्म हेर्नु होला नयाँ चाहिँ सब्सक्राइब गर्नु होला है त गाइज अहिलेसम्म हेरिदिनु भएको चाहिँ धेरै धेरै धन्यवाद छ अन्तिमसम्म हेर्नु होला भिडियोलाई मन पराइदिनु होला है त गाइज भन्दै भिडियो फेरि सुरु गर्दैछौँ हामी मम्मी आउनुभयो भने होइन हेलो पुरा लुगा नखोरिकन सावरमा नुहाएर त अनि साबुन लगाएर बस्दा के त्यतिकै आउनु हजुर म आउँछु ल राख्छु केटी चाहिँ लास्ट कुरापाती दिमाग होला रहेछ केटो चाहिँ सोध्दैन यार त्यो रन्थने जस्तो भयो हेरेर रन्थने जस्तो भयो के भयो त्यो ब्याकग्राउन्ड म्युजिक इन्जोय द ब्याकग्राउन्ड म्युजिक गाइस टिङ 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 सानो किचनको चिम्नीमा लुक्नलाई ठाउँ खोजिरहेको कोही त पानी ल के पारे त्यसले पानी खानलाई खाली गरे त्यो अस्ति थियो आज पनि थियो नेपालीहरू त्यस्तो अस्ति सस्ति चाहिँ जम्मा गरेर राख्दैन होला हो मलाई थाहा छैन त्यो त नेपालीको चलन छ होइन तर अस्ति थियो भनेको आज पनि थियो अरे हजुरआमाको अस्ति थियो डस्टबिनमा हालिदिइसक्यो लाज रोइदिइहाल्ने मम्मी हो होइन हजुरआमा मम्मी भनेर नाता बाबु नाता लास्ट रुन्छ रहेछ कसैको बोयफ्रेन्ड हुन्छ त्यो चाहिँ कमेन्ट गर्ने मिल्छ नाम चाहिँ मेन्सन नगर्नु मेरो छ भने पनि होइन एकजनाको कतिवटा बोयफ्रेन्ड हुन्छ कसलाई भने त्यस्तो गर्नु हुँदैन छोड्न साथै हुन्छ अरे त्यो छोड्न साथै हुन्छ है त्यो मामीलाई भने कि होमवर्क गर्न आएको हो अनि बाँकी म सब मिलाउँछु त्यही भने होइन तँ खोज्यो भने के गर्ने होइन ओके हल्लिने होइन कराउने होइन यहीँ बस के गरिदिनु लाग्यो अस्ति पनि आज फालिदिइहाल्यो माया चाहिँ गर्छ अरे फेरि के गरिदिनु लाग्यो के हो त्यो गाइज कमेन्ट गर्ने यो ब्याकग्राउन्ड म्युजिक खतरा देखाला है मलाई कस्तो यस्तो कमेन्ट गर्ने गाइज यो चाहिँ देखेर सातो गइरहेको के चाहिँ लिएर आयो अझै सेड्युस गरेर के खाँदै थियो के खाँदै गाइज केक के हो त्यो हो तपाईले डायल गर्नु भएको नम्बर उठेन कृपया कति बेट मम्मी ढोका हान्छ प्रयास गर्नुहोस् सरी सब्स्क्राइबर यु हैव डायल के भयो त्यस्तो माफ गर्नुहोला तपाईले डायल गर्नु भएको नम्बर भाङ भएछ भाङ कृपया केही समयपछि पुनः प्रयास गर्नुहोस् सरी सब्स्क्राइबर यु हैव डायल डिड नट आन्सर प्लिज डायल अगेन लेटर नयाँ पंखा किन्नु छैन किनिदिने मान्छेलाई बनाएर पुरा नयाँ पंखा किन्नु छैन दिनदिने मान्छेलाई बोलाएर मम्मी चाहिँ हेरेको हेरे लास्ट के सन्नाटा फलिहाल्ने अस्ति हिजो आज सधैँसँगै हेरे अस्ति त
ल सकेछ भिडियो होइन लगायत भिडियो फाइनली सकिएको छ लास्टको क्लाइमेक्स चाहिँ खतरा लाग्यो मलाई होइन के काम दिएको थियो के भएछ भित्र त्यो चाहिँ हेर्न पाएन गाइस होप अर्को एपिसोडमा चाहिँ हेर्न पाइयो होला होइन भित्र के भएको थियो भनेर लगायत भिडियो रमाइलो मानेर हेरिदिनु भयो होला भनेर म मनमा कामना गर्दछु हजुरलाई चाहिँ भिडियो एकदम मन परिरहेको छ होला मन परेको छ कि छैन कमेन्ट कमजोरी के छ भनेर तपाईँहरूले कमेन्टमा मेन्सन गरिदिनु होला गाइज भन्दै आजलाई भिडियो यति नै अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा सबैजनालाई मुरी धन्यवाद छ गाइज अनि त्यसपछि यसरी हाँसिरहनु होला सधैँ खुसी रहनु होला जिन्दगीमा आफूले चाहेको कुरा सबै कुरा भओस् तपाईँहरूको भन्दै नयाँहरू सब्सक्राइब गर्न नबिर्सिनु होला है त गाइज भन्दै आजलाई भिडियो यति नै हस्त नमस्कार बाई बाई